दाइ नमस्ते। नमस्ते सर। हजुरको नाम? गोपाल पाण्डे। कहाँदेखि आउनुभयो दाइ? म अर्घाखाँचीदेखि सर। अर्घाखाँची। अनि हाम्रो सञ्जीवनी प्रोक्टो लेजर क्लिनिकमा कसरी थाहा पाउनुभयो क्लिनिकको बारेमा तपाईँले? उहाँ विकास दाइ हुनुहुन्थ्यो एउटा, उहाँसँग अनि सम्पर्क उहाँले गरे। चाहिँ चिन्नुभएको थियो अनि त्यसपछि हजुर तपाईँ पठाउनु भयो। हजुर हजुर। के समस्या भएर आउनुभयो चाहिँ? फेस्टुला सर, फेस्टुला पाइल्स हो। अनि कति भयो थियो तपाईँलाई यस्तो समस्या भएको? 1.5 वर्षदेखि 1.5 वर्ष जति भएको थियो सर। 20 वर्षदेखि भएको थियो। यही समस्याले तपाईँ बाहिरबाट छोडेर आउनुभयो भने है? हजुर हजुर। भनेको कुन ठाउँ कुन कन्ट्री हुनुहुन्थ्यो? कुवेत। कुवेत हुनुहुन्थ्यो अनि त्यसपछि यही समस्या भयो अनि त्यसपछि त्यहाँ गर्ने काम गर्ने ठाउँ छोडेर नेपाल फर्किनु भयो। हजुर हजुर। अहिले तपाईँले अनि यसको बारेमा थाहा पाउनुभयो अनि त्यसपछि तपाईँ लेजर पद्धतिबाट उपचारको लागि आउनु भएको छ। हजुर। अनि कस्तो रह्यो त लेजर उपचार? एकदम सही लाग्यो। एकदम सही। कति बेर लाग्यो थियो तपाईँलाई अपरेसन के भयो कस्तो रह्यो अनुभव? एकदम ठिकै लाग्यो। तपाईँलाई केही गाह्रो भएको छ केही समस्या भएको छ? नै नै भएन। केही पनि भएको छैन। दुखाइ भयो केही अपरेसनको दौरानमा? नै नै। तपाईँ कम्फर्टेबल हुनुहुन्छ अपरेसन सकेपछि पनि तपाईँ ठिक हुनुहुन्छ होइन? भनेपछि तपाईँ सञ्जीवनीको उपचारपछि भए ठिक हुनुहुन्छ। हजुर। ल हुन्छ। अब तपाईँलाई हामी अरू पछि कस्तो हुन्छ फलोअप गर्छौँ सबै कुराहरू। बुझ्नुहुनुहोस् राम्रो हुन्छ। ल ल हस्।